यो चाहिँ हामीले अर्ग्यानिक झोलमोल बनाएको हो। हामीले यो अकबरी चिया घरमा चाहिँ हामीले उत्पादन गरेको अकबरी खुर्सानीहरूलाई एकदम 100% अर्ग्यानिक तरिकाले उत्पादन गर्न लागेको छौँ। यसमा हामीले कुनै पनि रासायनिक मोलहरू विषादीहरू प्रयोग नगरिकन उत्पादन गर्न लागेको छौँ। त्यसै कारणले गर्दाखेरि मैले यहाँ हामीले 200 लिटरको ड्रममा एउटा झोलमोल बनाएको छ। यसमा चाहिँ हामीले निम पत्ताको पात, निम पत्ताबाट चाहिँ बिरुवालाई पोटासियम, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम जस्ता तत्त्वहरू पाउँछ र साथै एन्टिब्याक्टेरियाको काम पनि गर्छ। र पाती हालेको छौँ। पातीले चाहिँ हाम्रो यो बिरुवाहरूलाई एन्टी फङ्गसको काम गर्छ। त्यसपछि असुरो हालेको छ। असुरो चाहिँ किरा फटेङ्ग्राहरूलाई मार्छौँ। त्यसपछि हामीले अर्को भेली हालेको छ। भेलीले चाहिँ ब्याक्टेरियाहरू ग्रो गर्ने काम गर्छ र बिरुवालाई एकदम पौष्टिक तत्त्वहरू प्रदान गर्छ। त्यसपछि हामीले गाईको पिसाब 2 लिटर हालेको छौँ। यसले पनि एकदम राम्रो गर्छ बिरुवाहरूलाई। त्यसपछि हरियो गोबर 2 केजी हालेको छौँ। यसले पनि एकदम बिरुवाहरूलाई पौष्टिक तत्त्व एकदम राम्रो प्रदान गर्छ। यसरी नै झोलमोलले चाहिँ हाम्रो यो अहिले हाम्रो हरेक ठाउँमा विषादी र रासायनिक मलहरूको प्रयोग गरेर एकदम उत्पादन वस्तुहरू एकदम चाँडै कुहिने र एकदम नराम्रो हुन्छ भने स्वास्थ्यको लागि एकदम हानिकारक छ भने तपाईँहरूले पनि यसरी नै झोलमोल बनाएर हाल्नु होला। सानो बोटहरूलाई चाहिँ 1 लिटर बराबर 10 लिटर पानी मिसाएर हाल्न सकिन्छ भने ठुलो बोटहरूलाई 1 लिटर बराबर 5 लिटर पानी मिसाएर हाल्न सकिन्छ। र यसरी नै यो मोल चाहिँ अर्ग्यानिक मोल भनेको कस्तो, झोलमोल भनेको मेन फाइदा भनेको आज हालेपछि बिस्तारै लाग्ने र एउटा खेती मात्रै होइन वर्षौँसम्म एकदम राम्रो माटोलाई उर्वर शक्ति बनाउने काम गर्दछ भने रासायनिक मोलले चाहिँ आज हाल्यो भने केही समय एकदम राम्रो गर्ने पछि त्यसको माटोको शक्ति नै हराउँदै जाने र माटो पनि खराब बनाउने काम गर्छ।